मलाई भुटान मुभीको ट्रेलर हेर्दा मन नपरेको सिन यो हो। यो सिनले भुटान मुभीलाई पुरै डुबाइदिनेवाला छ, लेखेर राख्नु। यदि तपाईलाई विश्वास लागिरहेको छैन भने पहिला यी दुई कुरालाई ध्यान दिएर सुन्नुहोस्, अनि तपाईलाई विश्वास पनि लाग्नेछ र तपाई थाहा पनि पाउनुहुनेछ। यदि तपाईले थाहा पाउनु भएन भने तपाईले आफ्नो लाइफमा धेरै ठुलो कुरालाई मिस गर्नेवाला हुनुहुन्छ। मलाई कता कता रिस पनि उठिरहेको छ र मलाई दुःख पनि लागिरहेको छ। म नेपाली अडियन्स र मेकरहरूलाई बस भयो भन्न चाहन्छु। म किन दुखी छु र किन म नेपाली अडियन्स र फिल्म मेकरहरूदेखि रिसाइरहेको छु भन्ने कुरा यो भिडियोमा म भन्ने नै छु। के तपाईमा हाम्रो इन्डस्ट्रीभित्र लुकेको कालो रहस्यमय सच्चाइलाई जान्न सक्ने क्षमता छ? यदि क्षमता छ भने मात्र यो च्यानललाई सब्स्क्राइब गरेर यो भिडियो हेर्न सक्नुहुनेछ। यदि तपाईलाई सच्चाइ सुनेर टाउको दुख्छ अथवा रिस उठ्छ भने प्लिज यो भिडियोलाई स्किप गरिदिनु होला। आजको यस भिडियोमा म तपाईसँग कुराकानी गर्न चाहन्छु र तपाईको मनको विचार जान्न चाहन्छु। त्यसैले म तपाईलाई तीनवटा प्रश्न सोध्नेछु। त्यो तीनवटा प्रश्नको एकदमै रियल र जेन्युइन एन्सर दिनु होला कमेन्ट बक्समा। हे प्रभु, यसको पाप दुष्कर्महरू सबै माफ गरिदिनुस्, वो निर्दोष छ। आजको यस भिडियोमा म भुटान मुभीको ट्रेलरको बारेमा कुराकानी गर्नेछु र यो मुभीका राम्रो कुरा र नराम्रा कुराहरूको बारेमा भन्नेछु, जुन कुराले यो मुभी फ्लप हुनबाट कसैले पनि बचाउन सक्नेवाला छैन। र अन्तमा म नेपाली अडियन्स र मेकरहरूदेखि रिसाउनुको कारण र दुखी हुनुको कारण पनि भन्नेछु। त्यो नेपाली अडियन्सभित्र तपाईँ पनि पर्नुहुन्छ। के हाम्रो इन्डस्ट्रीमा मुभी चलाउन र मुभीको हाइप क्रिएट गर्नको लागि पैसा बगाउनुपर्छ? म किन यस्तो क्वेसन गरिरहेको छु जस्तो लागिरहेको छ भने तपाईँलाई भुटान मुभीका प्रोड्युसरले लेखेको यो स्टाटसलाई पढ्नुहोस्। उहाँले लेख्नु भएको छ, फिल्मले पैसा नबाड्ने भनेपछि युट्युबरवाला पत्रकार भन्नेहरू चाहिँ छेउछाउ सम्पर्कमा नै नआउने रहेछन्। छन् गेडी क्यामेरा तेरी, छैनन् गेडी क्यामेरा टेडी। यो स्टाटस देखेपछि एकजना पत्रकारलाई रिस उठ्यो र यो स्टाटस लेख्ने भुटान मुभीका प्रोड्युसरसँग उहाँले क्रस क्वेसन गर्नुभयो र त्यो क्रस क्वेसनमा उहाँको एन्सर यस्तो थियो। यदि म यसमा 100% गलत छु भनेदेखि तपाईहरु सही हुनुहुन्छ र सही ट्र्याकमा हुनुहुन्छ, म एकदम खुसी छु। र यो कुरा मैले लेखेको कुरा 100% गलत नै हुनुपर्छ, होइन भने तपाईँले किन डिलिट गर्नुभयो? गरेर सही हुनुहुन्थ्यो। तपाईँको प्रश्न फेस गरेर चाहिँ सार्वजनिक गर्छु भनेर डिलिट गरेको छैन, मैले अघि नै पब्लिक गरिसकेको छु, हेर्न सक्नुहुन्छ। उहाँको यो भनाइ तपाईँलाई कस्तो लाग्छ? के हाम्रो यहाँ कन्टेन्ट हेरेर, स्टोरी हेरेर यो मुभी चाहिँ राम्रो छ, यो चाहिँ धेरै अडियन्सहरूमा पुग्नुपर्छ भनेर फ्रीमा प्रमोसन गरिदिन्छन् कि पैसा दियो भने राम्रो नभएको झुर मुभीलाई पनि राम्रो छ, यो मुभी चाहिँ हेर्नुपर्छ भनेर फेक हाइप क्रिएट गरिदिन्छन्? तपाईलाई के लाग्छ? आफ्नो विचार प्लिज कमेन्ट गर्नु होला। अब जाउँ क्वेसन नम्बर 2 तिर। के भुटान मुभीको ट्रेलरमा देखाएका सबै सिनहरू मुभीभित्र होला नि त? अहिले हाम्रो इन्डस्ट्रीमा राजनीति, पैसा, पावर लाउन सक्यो भने मात्र मुभी चाहिँ हलसम्म आइपुग्न सक्ने, नत्र भने चाहिँ यो मुभीका सिनहरू चाहिँ देखाउन मिल्दैन भन्दै सेन्सर बोर्डद्वारा काटिने कुराहरू तपाईँ हामीले सुन्दै आइरहेका छौँ। भर्खरै केही समय अगाडि मात्र रिलिज भएको राजागञ्ज मुभीमा केपी शर्मा ओलीका केही सिनहरू युज गरिएको थियो। ती सिनहरू चाहिँ देखाउन मिल्दैन भनेर चाहिँ सेन्सर बोर्डद्वारा काटियो। जुन सिन काटियो त्यही सिनमा सारा मुभीको प्लट थियो र मुभीको स्टोरी बगिरहेको थियो। अब त्यही सिन काटेपछि मुभीको स्टोरी कस्तो भयो होला एकचोटि सोच्नुहोस्। र तपाईँहरूमध्ये कतिजनाले त्यो राजागञ्ज मुभी हेर्नुभयो र तपाईँलाई चाहिँ त्यो सिन काटिएको नै देखाइयो होला र तपाईँलाई कस्तो लाग्यो? मैले यो बारे फुल डिटेलमा बोल्न थाल्यो भने भिडियो धेरै नै लामो हुनेछ। यदि तपाईँलाई चाहिँ यो बारे जान्न मन छ भने कमेन्टमा केपी बा लेख्नु होला, म यो बारे फुल डिटेलली एक्सपोज भिडियो लिएर आउनेछु। अब हामी फेरि भुटान मुभीको ट्रेलरतिर रिटर्न आउँ। यो ट्रेलरमा देखाएका केही यस्ता सिनहरू छन्, पहिला तपाईँ यी सिनहरूलाई हेर्नुहोस्। कुनै पनि ट्रेलर सोशल मिडिया, युट्युबतिर हाल्नको लागि सेन्सर बोर्डको अनुमति चाहिँदैन, तर हलमा लगाउनको लागि चाहिँ सेन्सर बोर्डद्वारा चाहिँ सर्टिफिकेट पाउनु नै पर्छ। सेन्सर बोर्ड भनेको के हो जस्तो तपाईँलाई लागिरहेको छ भने म साधारण शब्दमा तपाईँलाई सम्झाइदिनेछु। सेन्सर बोर्ड भनेको एउटा यस्तो संस्था हो जसले चाहिँ मुभीलाई चेक जाँच गर्छ र यो मुभी चाहिँ हलमा लाउन योग्य छ भनेर एउटा सर्टिफिकेट दिने संस्था हो, सरकारी। यदि यो कुरालाई राम्रोसँग चलाउन जान्ने हो र इमान्दारी साथ काम गर्ने हो भने यो कुराले मुभी मेकिङ र मुभीको प्रोग्रेसमा धेरै ठुलो भूमिका खेल्छ। तर यो नेपाल हो, यसको हालत पनि हाम्रो देशको जस्तै छ, लथालिङ्गै। भुटान मुभीको ट्रेलरमा देखाएका यी सिनहरूलाई साँच्चीकै हलसम्म ल्याउन मन छ भने भुटान मुभीको टिमले सेन्सर बोर्डलाई धेरै ठुलो रिक्वेस्ट गर्नुपर्नेछ। भयो यार, अब यो बारे धेरै नबोलौँ, नत्र भने भोलि जेलबाट भिडियो बनाउनु पर्ला। सरी सर, अब म तपाईँहरूको पोल खोल्दैन भनेर। लास्ट एन्ड भेरी इम्पोर्टेन्ट क्वेसन,
किन यो मुभीलाई कसैले सपोर्ट नै गरिरहेका छैनन्? अहिलेको टाइममा फेमस फेस र एक्सन जनराका मुभीहरू चलिरहेका छन्, जस्तै पिताम्बर, कर्मा, आउटल द 2019 मुभीहरूको लिस्ट लामो नै छ। तर यही टाइममा ऑथेन्टिक एक्टिङ र रियल मार्मिक स्टोरी भएको मुभी भुटानको टिजरदेखि ट्रेलरसम्म आइपुग्दा किन यो मुभीको हाइपै क्रिएट भइरहेको छैन? यो मुभीमा फेमस फेसहरू नभएर यो मुभीको हाइप क्रिएट भएको होइन भन्ने होइन। यो मुभीमा फेमस फेसहरू पनि छन्, जस्तै हरिवंश आचार्य, दयाङ राई जस्ता एक्टरहरू। केही नयाँ स्टोरी र मैले भनिसके रियल अनि ऑथेन्टिक एक्टिङ गर्ने एक्टरहरू यही मुभीमा हुँदाहुँदै किन यो मुभीको हाइप 0 बराबर छ? के यो भुटान मुभीलाई मिडियाले सपोर्ट नगरेको हो त? के यो मुभीको टिमले प्रमोसनमा पैसा खर्च गर्न लोभ मानेका हुन् त? के यो भुटान मुभीको स्टोरी मेकिङ, एक्टिङ र प्रेजेन्टेसन हामी अडियन्सहरूलाई नयाँ नलागेको कारण हामीलाई मन नपरेको हो त? अब अन्तिम निष्कर्ष, भुटान मुभीको ट्रेलरका राम्रा र नराम्रा कुरा हो। यो मुभीमा कस्तो टाइपको स्टोरी छ र यो मुभीमा के कुरा छ जुन कुराले चाहिँ यो मुभीलाई अरू मुभी भन्दा फरक बनाउँछ? यी सबै कुराहरूको बारेमा मैले पहिले नै मेरो यो भिडियोमा भनिसकेको छु। यदि तपाईँले मेरो यो भिडियो हेर्नु भएको छैन भने पहिला तपाईँ यो भिडियो गएर चेक गर्नुहोस्। माथि आई बटनमा लिङ्क आइरहेको छ, तपाईँ त्यहाँबाट पनि हेर्न सक्नुहुनेछ। पहिलेको भिडियोमा बोलिसकेको कुरा किन फेरि डबल बोल्नु र भिडियोको लेन्थ लामो गर्नु भनेर मैले त्यो भिडियोमा बोलेका कुराहरू यो भिडियोमा स्किप गरिदिएको छु। यदि तपाईँले त्यो भिडियो हेर्नु भएको छैन भने पहिला प्लिज त्यो भिडियो हेर्नु होला, अनि मात्र मैले यो भिडियोमा बोलेका कुराहरू तपाईँ बुझ्नुहुनेछ। मलाई भुटान मुभीको ट्रेलर हेर्दा मन नपरेको सिन यो हो। यो सिनले भुटान मुभीलाई पुरै डुबाइदिनेवाला छ, लेखेर राख्नुहोस्। यदि तपाईँलाई विश्वास लागिरहेको छैन भने पहिला यी दुई कुरालाई ध्यान दिएर सुन्नुहोस्, अनि तपाईँलाई विश्वास पनि लाग्नेछ र तपाईँ थाहा पनि पाउनुहुनेछ। यदि तपाईँले थाहा पाउनु भएन भने तपाईँले आफ्नो लाइफमा धेरै ठुलो कुरालाई मिस गर्नेवाला हुनुहुन्छ। सायद तपाईँहरूले पनि यङ कपलहरूमा मात्र रोमान्टिक सिनहरू देख्नु भएको होला, म जस्तै। तपाईँलाई हेर्दा अक्वर्ड लाग्ने सिनहरू पनि घरिघरि देखायो भने तपाईँलाई त्यही सिनहरू पछि नर्मल लाग्न थाल्छ। कुनै बेला एउटा यस्तो समय थियो जति बेला मुभीमा रोमान्टिक सिनहरू देखाउनु पर्यो भने फुलहरूलाई चप्काएर देखाउने गरिन्थ्यो, तब पनि हामीलाई लाज लाग्थ्यो। तर अब समय बदलिसक्यो र समय अनुसार हामीलाई फुलको रोमान्टिक सिनहरूलाई हटाएर रियल रोमान्टिक सिनहरू देखाइन थाल्यो र अब ती सिनहरू हामीलाई नर्मल लाग्न थाल्यो। तर भुटान मुभीको ट्रेलरमा देखाएको यो सिन चाहिँ अहिले नेपाली मुभी इन्डस्ट्रीमा देखाउने गरिएको छैन र त्यही कारणले चाहिँ यो सिन चाहिँ हामीलाई अलिकता नर्मल नलाग्न सक्छ र त्यही कारणले कन्ट्रोभर्सी क्रिएट भएर यही सिनले गर्दाखेरि मुभी डुब्न पनि सक्छ। तर अब तपाईँ मलाई भन्नुहोस् कि यङ केटाकेटीहरूमा मात्र रोमान्टिक सिनहरू हुन्छ? अहिले यङ भएका कपलहरू पछि बुढो हुँदै जाँदाखेरि उनीहरूको लभ र रोमान्स पनि के बुढो भएर हस्ताउँदै जान्छ होला? उनीहरू आफ्नो लभलाई कसरी प्रेजेन्ट गर्छन् होला? यो प्रश्नको सही उत्तर चाहिँ शरीर बुढो भए पनि माया गर्ने मन कहिले बुढो हुँदैन र मायालाई प्रेजेन्ट गर्नको लागि कुनै पनि रुल्स र रेगुलेसन हुँदैन। त्यही कुरा चाहिँ भुटान मुभीको यो सिनले देखाइरहेको छ। एउटा व्यक्ति आफ्नो घर फर्किनलाई सङ्घर्ष गर्दै जीवनका केही उतार चढाव, दुःख सुख र रमाइला पलहरूलाई याद गर्दै समाजको रियल कथालाई लिएर बनेको मुभी भुटान हो। वैशाख 12 गते मुभी हलमा रिलिज भइरहेको छ, जानुहोस्, हेर्नुहोस्, माया देखाउनुहोस्। वैशाख 12 गते त अर्को मुभी नै रिलिज भइरहेको छ। मुभीको नाम हो ब्ल्याक म्याजिक नगरेको भए हुन्थ्यो। युगनाले यो खेल खेलेको थियो नि, उसलाई के भयो? यदि तपाईँलाई यस्तै थ्रिल फिल गराउने मुभी मनपर्छ भने तपाईँ पहिला खेल मुभीको ट्रेलरलाई हेर्नुहोस्। यदि तपाईँले ट्रेलर हेर्नुभएको छैन भने मैले रिभ्यू गरेको यो भिडियोलाई हेर्नुहोस्। खेल मुभी पनि वैशाख 12 गते नै रिलिज भइरहेको छ र तपाईँहरू दुईटै मुभी सँगसँगै हेर्न सक्नुहुनेछ। र म थ्याङ्क यू भन्न चाहन्छु खेल मुभीको टिमलाई। उहाँहरूले मलाई यो असल टी सर्ट दिनुभएको छ, त्यसको लागि थ्याङ्क यू सो मच। एउटै दिनमा तपाईँ दुईटा मुभी हेर्न सक्नुहुन्छ। एउटातिर भुटान मुभी हेर्न सक्नुहुन्छ भने अर्कोतिर खेल मुभी। भुटान मुभीले तपाईँलाई पारिवारिक स्टोरीतिर लैजान्छ भने खेल मुभीले तपाईँको कलेजमा हुने डार्क एकदमै खतरनाकवाला खेलतिर लैजान्छ। यो कुनै फुटबल भलिबल जस्तो साधारण खेल होइन, यो एकदमै खतरनाक मौतको खेल भन्छ नि, त्यही वाला खेल हो। र अब तपाईँहरू जानुहोस्, वैशाख 12 गते दुईटै मुभीलाई हेर्नुहोस्, एकदमै सपोर्ट गर्नुहोस्, तपाईँहरू आफ्नो माया देखाउनुहोस्। अब हामी फेरि अर्को भिडियोमा भेटौँला, त्यहाँसम्मलाई टेक केयर, बाई बाई, जय नेपाल। ट्याप्पा